आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करै छी। मध्य प्रदेश के जो बात कल जाए तो हरेक बरस बाढ़ि डुबान से पीड़ित रहत आबि रहल छै। अतुका मधेशवासी बाढ़ि से पीड़ित होइत आबि रहल छलै। एहि बेर के बात करी तो एहि बेर रौदी पड़ला के कारण से किसान सब अत्यधिक समस्या में छै। ओना अत्यधिक बाढ़ि अयला के कारण से सेहो किसान सब समस्या में पड़ैत आबि रहल छलै। एहि बेर तो पानी निरंतर नहीं पड़ला के कारण से किसान सब अत्यधिक समस्या में पड़ल छै। वो सब जे बाली लगौने छै वो सब नाश हुए के अवस्था में पहुँच गया छै। वो सब समस्या में पड़ल छै। प्रदेश सरकार के जो बात कल जाए तो प्रदेश सरकार फीड द नेशन कहे छै। अखन के अवस्था के बात करी तो अखन जे किसान सब समस्या में पड़ल छै हुनकर सबके चूल्ही केना के बढ़ते से एक समस्या देखल जा रहा है। लेकिन प्रदेश सरकार के नारा के बात कल जाए तो फीड द नेशन मतलब प्रदेश में मात्र नहीं, प्रदेश से जो उपजनी हेतै वैसे पूरा देश के खिएतै। लेकिन जे किसान सब समस्या में छै ओकरो सबके अखन खाय पर आपत पड़े वाला छै। एहन समस्या के समाधान करऽ के लेल प्रदेश सरकार की कह रहल छै। प्रदेश सरकार के जो बात कल जाए तो प्रदेश सरकार एकटा घोषणा केलकै, प्रदेश के सूखा क्षेत्र घोषणा केने छै। कानूनी रूप से एना के घोषणा संकट काल कोनो भी लगाओल जाए छै तो एना के घोषणा करब मिले छै नहीं पड़े मिले छै ये अलग विषय छै। लेकिन एकटा घोषणा कयल गेल छै सूखा क्षेत्र। लेकिन वही अनुसार के पहलकदमी प्रदेश सरकार कह रहल छै कि नहीं कह रहल छै कि ई नारा में मात्र सीमित रहते या कहीं घोषणा में मात्र सीमित रहते कि सूखा क्षेत्र घोषणा भ गेलै तै के बाद इहो कहल गेल छै कि केंद्र से स्थानीय तह लगायत के सरकार वाला सब जोड़े मिलकर इस समस्या के समाधान कयल जेतै। एहि के दिस पहलकदमी भ रहल छै या नहीं भ रहल छै, प्रदेश सरकार की कर रहल छै। आइ बीरगंज से जुड़ल छै मध्य प्रदेश सरकार के भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री जनार्दन सिंह छेत्री तैना काठमांडू से जुड़ल छै कृषि विज्ञ ननु झा। तपाईँ दुवै जनालाई कार्यक्रम में स्वागत छ। मन्त्रीज्यू, यसपटकको कुरा गर्ने हो भने मध्य प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरिएको छ र प्रदेश सरकारले चाहिँ केन्द्र र स्थानीय तहलाई सहयोग गर्न अपिल गरेको छ र प्रदेश सरकारले पनि सहयोग गर्दैछ। के सहयोग गर्न लागेको छ, विशेष गरेर किसानको कुरा गर्ने हो भने आज हामी किसानको विषयमा कुरा गर्छौँ। यद्यपि खानेपानीको पनि त्यतिकै समस्या छ, हाहाकार नै छ। किसानको सन्दर्भमा कुरा गर्ने हो भने किसानहरू अत्यधिक समस्यामा परेका छन्। प्रदेश सरकारले के गर्दैछ? सही कुरो हो कि यसपालि अनावृष्टिको कारणले गर्दाखेरि जति मात्रामा धान रोपाइ हुन सक्ने पर्ने हो त्यति मात्रामा हुन सक्ने छैन। अहिलेसम्म त्यो डाटा हेर्दाखेरि जम्मा 7 मात्र पनि धानको खेती हुन सकेको छ, रोपाइ हुन सक्छ। अब अहिले यो फरवरी महिनाको कारण वातावरणीय परिवर्तनका कुरा सूर्य ग्रहणले गर्दाखेरि पनि समस्या आइरहेको थियो। पानी नपरेको जग्गा रिचार्ज हो, डिस्चार्ज पानी हुन सक्दैन, जमिनमा पानी लगेर र पर्याप्त मात्रामा हामी कहाँ कता सिँचाइ र भूमिगत सिँचाइको व्यवस्था हामीले हुन नसकेर पनि सिँचाइ दिने समस्या भएको हो। यही कुराहरूले गर्दाखेरि दुईटा कुरा, एउटा त सिँचाइको सुविधा नभएर किसानले खेती गर्न पाइरहेको छैन। अर्को कुरो के छ भन्दाखेरि रोपिसकेको खेत पनि यो पानी नपरेको तपाईँको त्यो खेतमा पनि किरा परेर रोपेको धान बाली पनि नपुगेको। त्यसले गर्दा धानको उत्पादन कता घट्न जाने छ र यही अवस्थामा पनि भोलिको दिनमा खाद्यान्न सङ्कटको उत्पन्न हुन्छ। यो मध्यनजर गर्दै प्रदेश सरकारले 30 गते मध्य प्रदेशलाई विकास क्षेत्र घोषणा गरे। सङ्घीय सरकारसँग अनुरोध गरेको छ कि मध्य प्रदेशको किसानलाई राहत दिनका लागि सङ्घीय सरकारले पनि एउटा राहतको मर्यादा प्याकेज घोषणा गरे।
त्यसले गर्दा प्रदेश सरकारले हामीले मध्य प्रदेशमा कार्य विभिन्न सङ्घ संस्था आइएनजीहरू उहाँहरूसँग पनि बसेर हामी छलफल गऱ्यौँ। उहाँहरूलाई पनि हामी आह्वान गरेका छौँ यो सिँचाइको लागि चाहिँ किसानको लागि सुविधा पुर्याउनको लागि उहाँहरूको तर्फबाट पुर्याउँछ। त्यस्तै हाम्रो भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हामीले दुईवटा टिम बनाएर एउटा तत्कालीन र एउटा तत्कालीनबाट हरेक जिल्लाको मूल्यको लागि हामी चलाएको थियौँ र त्यो टिम आइसकेछ र त्यसको चाहिँ विवरण पनि उहाँ बिहान गर्नुभएको छ र त्यो अनुसार हामी अब त्यसलाई हामी क्याबिनेटमा अनुमोदनको लागि पठाउँ। यो तत्काल रूपमा किसानहरूलाई चाहिएको लागि व्यवस्थाको लागि के गर्न सकिन्छ र यही अवस्थामा रहिरह्यो भने भोलिको दिनमा किसानको लागि केही क्षति पुगेको आजको त्यसरी हुन सक्छ कि तपाईँको विस्तृत त्यसो गरेर हामी गरिराखेँ र यसको लागि निकै त यो तपाईँलाई दिनभित्रै हामीले क्याबिनेटमा बसेर त्यसमा चाहिँ के गर्न सकिन्छ त्यसको चाहिँ बाटो हामीले मन्त्रीज्यू तपाईँले भनेको कुरा सुन्दाखेरि अब क्षति भइ नै सक्यो, अब के क्षतिपूर्ति दिने भनेर केन्द्र सरकार लगायतसँग चाहिँ कुरा गर्ने, अन्य सरकारवाला निकायहरूसँग छलफल गर्ने र त्यसपछि चाहिँ निचोडमा पुग्ने भन्ने कुरो आयो। तर अहिले क्षति हुने क्रममा रहेको अवस्था छ, क्षति भइ नै सकेको अवस्था चाहिँ छैन होइन। अब अहिले चाहिँ खडेरी लागिसक्यो होइन भनेपछि अब किसानहरू समस्यामा छन्, तिनीहरूलाई राहत कसरी दिने, राहतको मतलब पैसा दिने या क्षतिपूर्ति दिने त्यो पछिको कुरा होला होइन। तर अहिले चाहिँ उनीहरूलाई मुख्य कुरो त पानीको सिँचाइको व्यवस्था हुनु पर्यो होइन। पानीको व्यवस्था कसरी गर्न सकिन्छ, कसरी चाहिँ तिनीहरूलाई अहिले त्यो उनीहरू चाहिँ जुन खेतीबाली लगाएका छन् त्यो चाहिँ नाश नहोस् होइन। त्यसको लागि चाहिँ के उपाय चाहिँ अवलम्बन गरिराख्नु भएको छ तपाईँहरूले? दुईवटा विकल्प छ, या त तत्कालै चाहिँ क्यालेटिकल चाहिँ गाडी या त अब पानी पर्ने। अब त्यसको लागि तत्काल क्यालेटिकल गर्नको लागि चाहिँ अब त्यस्तो बारेमा कहिले टाइम लाग्न सक्छ क्यालेटिकलको लागि किनभने त्यसको लागि सुरक्षित गाडी कुराहरू छैन। तथापि हामीले भनिरहेको थियौँ, हामी कुरा गर्दैथ्यौँ किनभने तत्काल पनि त्यही जिल्लाहरूमा जहाँ धेरै क्षतिहरू भइरहेको छ त्यो ठाउँमा तत्काल पनि हामी गोली दिन सक्ने अवस्था छ भने त्यो विकल्पको लागि पनि हामी कुरा गरिरहेका छौँ। अर्को कुरा के छ भन्दाखेरि हस्तक्षेप 12 पर्साको तहको कुरा छ। यो 3 जिल्लामा तपाईँले गण्डक नहरबाट सबै सिँचाइ नेपाल र भारतको संहिता अनुसार 850 क्विन्टल भारतीय नेपाललाई दिनुपर्ने हुन्छ। तर भारत सरकारकोबाट चाहिँ पर्याप्त मात्रामा पानी नदिएको कारणले पनि अलिकति सिँचाइको समस्या छ। त्यसको लागि पनि हामीले केन्द्र सरकारले कुरा राखिरहेको छौँ कि त्यहाँबाट गण्डक नहरमा पनि पानी अलिक बढी प्रवाह दिइन्छ नै यो बालाको खालको केही समस्याहरू समाधान। अब अहिले अरू चाहिँ अब कमला सिँचाइको योजनाहरू छ, 80-70 पानी आइपुग्यो। अब सिँचाइको पनि के समस्या छ भने जहाँ नहरहरू छ पर्याप्त मात्रामा त्यसमा पानी आउँदैन। जुन पालिकामा अगाडि त्यो नहर पर्छ दुईको मान्छेको पहिले फेरि भेट्छन् उनीहरू सिँचाइ गर्यो भने तलले भाषा पानी एकदमै यस्तो विकल्प च्यालेन्जिङ अलिकति पऱ्यो। यता गण्डकको चाहिँ भारत सरकार अघितिर पानीको जुन मात्रा छ हामीले दिनुपर्ने त्यो पानी दिनु पऱ्यो। अन्त त्यसले पानी चल्यो भने त्यो तिनवटा विकल्प अनि फेरिको लागि यस्तो हामी जति छिटो छिटो च्यालेन्जिङ गरेर मार्फतबाट त्यसलाई जाने। हजुर, भनेपछि मैले भन्न खोजेँ के भन्दाखेरि अब तपाईँले चाहिँ स्यालो ट्युबवेल वितरण गर्ने त्यो गाड्ने भन्ने कुरा गर्नुभयो, त्यसको लागि भ्याउला कि नभ्याउला भन्ने कुरा भयो होइन। र यो 7-8 वर्षमा प्रदेश सरकारले त थुप्रै ठाउँमा स्यालो ट्युबवेलदेखि लिएर बोर्डिङदेखि लिएर सबै चाहिँ गाड्ने काम पनि गरेकै हो नि, त्यो चाहिँ कहाँ गयो के भयो होइन। त्यो अहिलेकै अवस्थासँग लड्नकै लागि त गरेको होइन होइन त्यो बेला
अरे हाम्रो स्यालो र धेरै ठाउँमा चाहिँ स्यालो टिभीले पनि थालेको छ यहाँलाई निवेदन गर्नु बिहान पेपर मार्फत गाडेको स्यालो टिभीले गर्दा पनि धेरै हानेको छ किसानहरूलाई र काम पनि भेटाएको छ र अर्को कुरो के छ भने पुरानो स्यालो टिभीहरू गाडिएको थियो पहिले पहिले कहीँ कहीँ 50 फिटमा 60 फिटमा पानी आउने ठाउँमा थियो तर अहिले आएर त्यो ठाउँको स्यालो टिभीहरू पनि खिच्यो त्यस कारण अब स्यालो टिभीहरू गाड्दाखेरि कमसेकम 30 सयभन्दा माथि भन्यो अनि बन्द मृत्यु नक्षत्रहरू आउँछ अनि त्यसको लागि कुनै पनि ठाउँमा स्यालो टिभीहरू अब भयो त्यसको पनि अनुभव पनि भइरहेको छ अब यही अरू त के गर्नु सकेको अहिले कक्षाको लागि त त्यही हामीले गाडेको स्यालो टिभीहरू पनि धेरै राहत पाएको छ काम पनि भइरहेको छ र अर्को कुरो के छ भन्दाखेरि प्रदेश सरकारको पनि कृषिबाट कृषि मन्त्रालयको पर्याप्त बजेट नभएको कारणले पनि हामी सबै ठाउँमा पुग्न पनि सकेका छैनौँ त्यो साधनको कृषि मन्त्रालयको विविध छ बजेट विविध छ त्यसैको आधारमा हामीले 8 जिल्लामा यो कार्यक्रमहरू दिने हो अथवा कार्यको अन्य कार्यक्रमहरूको सञ्चालन गरेको हो हाम्रो मन्त्रालयबाट हाम्रो साधन कोषले भ्याएसम्म हामीहरू पनि काम गरेका छौँ र अहिले पनि तपाईँको प्रदेश सरकारको बजेट 6% कृषि मन्त्रालयमा कृषिले पनि दिएको छ त्यसले गर्दाखेरि हजुर हजुर हामीसँग हजुर हामीसँग कृषि सबै कृषिलाई हामी प्राथमिकता दिन्छौँ हामी जहिले पनि भन्छौँ मध्य प्रदेश कृषिको लागि निर्भर हुने हो भने हाम्रो प्रायोरिटी कृषि हुनुपर्छ भन्ने मान्यता मेरो पनि हो र यो सबै चाहिँ हुनुपर्छ र त्यो भयो भने चाहे सङ्घमा कृषि मन्त्रालय हो चाहे प्रदेशहरूमा कृषि मन्त्रालय हो किसानको समस्या समाधानको लागि र खास गरेर सिँचाइको लागि तत्काल सिँचाइ र भूमिगत सिँचाइ प्रवर्धन गर्नको लागि चाहिँ यथेष्ट मात्रामा बजेट हामी दिन सक्छौँ हजुर अहिले हामीसँग काठमाडौँबाट कृषि विज्ञ ननु झा हुनुहुन्छ ननुजी तपाईँ के भन्नुहुन्छ मन्त्रीजीको कुरा सुन्नुभयो होइन प्रदेश सरकारले के गर्दैछ के गर्न सक्ने के योजना बनाउँदैछ त्यो कुरा सुन्नुभयो तपाईँको प्रतिक्रिया के छ नमस्कार अपन टिभीको सबै दर्शक ग्रुपलाई हामीलाई म नमस्कार गर्दछु र मन्त्रीजीलाई पनि नमस्कार मेरो पनि नमस्कार तपाईँले मलाई चान्स दिनुभएको यो हाम्रो मध्य प्रदेशको विषयमा अहिले खास गरेर खरेडी परेको जहाँ कि तपाईँको रेनफल तपाईँको रेगुलर रेनफल हुनुपर्ने त्यो कम भएको कारणले हाम्रो के छ भने मध्य प्रदेश पुरै तपाईँको ऊ भएछ एउटा मतलब परेशानी त्यहाँको किसानहरूले भोगिरहे वास्तवमा हो कि हाम्रो जहिले पनि के छ भने हाम्रो खास गरेर मध्य प्रदेश न ओन्ली मध्य प्रदेश मतलब हो नेपाल जहिले पनि हाम्रो के छ भने धानको खेतीमा जहिले पनि के हुन्छ भने रेगुलर पानी पर्दैन पहिला जस्तो छैन केही वर्ष यता हामी हेर्छौँ कि 8-10 वर्षदेखि पानी रेगुलर पर्दैन कुनै वर्ष राम्रो पर्छ कुनै वर्ष त पर्दैन जसले गर्दा के छ भने हाम्रो टोटल प्रोडक्सन जुन खास गरेर धानको छ 40 लाख मेट्रिक टनदेखि लिएर 50 लाख मेट्रिक टनसम्म उत्पादन भ्यारी गर्छ नेसनल प्रोडक्सनको मैले 10 इयर्सको डाटा भन्दै किनकि अहिले म अहिले तपाईँको रिटायर भएपछि म एडजन प्रोफेसर पनि अहिले काठमा पढाइरहेको छु 8 वर्ष भइसक्यो म बिरुजन कम्पनीको म्यानेजिङ डाइरेक्टर 12 वर्षमा त्यसले गर्दा मैले सबै अनुभवको हिसाबले म यहाँ कुरा गर्दैछु कि त्यसले गर्दा के हुन्छ भने इरेगुलर यहाँ पानीको कन्टिन्यू हरेक वर्षमा पानी पर्दैन कुनै वर्ष राम्रो पर्छ त कुनै वर्ष पर्दैन यसले गर्दा तर म यहाँ के भन्न एउटा हाइलाइट गर्न चाहन्छु भने हाम्रो टोटल एरिया अन्डर कल्टिभेसन मध्य प्रदेश नेशनल एभरेज हो 40% रेस्ट 6% औरता प्रदेशको के अरे 60% छ भने हाम्रो एरिया कति छ भने 40% एरिया अन्डर कल्टिभेसन छ मध्य प्रदेशमा र प्रोडक्सन कन्ट्रिब्युसन कति गर्छ भने 35 to 40% नेशनल प्रोडक्सन
त्यसले गर्दा हाम्रो इम्पोर्टेन्स ग्रेन प्रोडक्सनमा मध्य प्रदेशको धेरै इम्पोर्टेन्स छ। यो सरकारले मध्य सरकारले बुझ्नु पर्यो र कुनै कुरो माग्दाखेरि यो किसिमले डाटा दिएर एउटा इकोनोमिक डाटा र प्रोडक्सन डाटा दुवै दिएर हामीले त्यो सब्स्टिट्युसन क्रिएट गर्नुपर्छ कि हाम्रो प्रदेश प्रोडक्सनको लागि खास गरेर प्रोडक्सनको लागि धेरै देशको लागि महत्त्वपूर्ण छ। यदि यो प्रोडक्सन भएन भने हाम्रो होल जिडिपीमा नै असर पर्छ। यदि तपाईँको धानको प्रोडक्सनको या धानको जिडिपीमा कति कन्ट्रिब्युसन छ थाहा छ? लगभग 20 to 21% ग्रोस डोमेस्टिक प्रोडक्टमा हाम्रो कन्ट्रिब्युसन छ धान क्रपको मात्रै। यदि धान क्रप हाम्रो फेलियर भयो भने होल हाम्रो जिडिपी नै घटेर जान्छ। त्यसले गर्दा हामीले यो किसिमले डाटा दिएर आफ्नो स्टेटको यो हाम्रो एरियाको प्रोडक्सनको हिसाबले नेसनल हिसाबले हाम्रो स्टेटको के इम्पोर्टेन्स हो र हाम्रो अहिले यो भनौँ न क्षेत्र सरकारले सुखा प्रदेश घोषित गर्नु पर्यो, पहिला घोषणा गराउनु पर्यो। र त्यो प्रदेशलाई घोषणा गर्दाखेरि के सुविधा दिन सक्छ स्टेट गभर्मेन्टलाई सेन्ट्रल गभर्मेन्टले, त्यो हामीले भन्न सक्नु पर्यो कि हामीलाई यो सुविधा चाहिन्छ, यो फेसिलिटी चाहिन्छ। भएन भने हाम्रो के अरे मध्य प्रदेशको त प्रोडक्सन घट्छ, यहाँले पनि भन्न खाद्यान्नको कमी हुन्छ र देशमा पनि खाद्यान्नको मतलब कमी हुन्छ। त्यसले गर्दा हामीलाई सपोर्ट गर्नु पर्यो सरकारले अहिलेदेखि नै। यदि हामी पछि गर्छौँ ढिलो भयो भने हामी झन् अलिक हाम्रो प्रोडक्सन के छ भने ग्रेन प्रोडक्सन खास गरेर धानको प्रोडक्सन घटेर जान्छ, जसले गर्दा प्रोडक्सनले गर्दा हाम्रो आर्थिक स्थिति पनि हुन सक्छ। भोलि लिएर हामीलाई बढीभन्दा बढी खाद्यान्न के अरे धानको भनौँ चामलहरू आयात गर्नुपर्छ। अहिले हामी थाहा छ धानको चावल लाग्छ मोरले देशमा हामीले फाइन भेराइटी हामी चामल मात्रै 30 अरबको एप्रोक्सिमेटली एबाउट त्यसमा अलिकति तलमाथि होला अरबको इम्पोर्ट गर्छौँ। यदि हामी यस्तै किसिमले यदि खरेडी परेर मध्य प्रदेशलाई सबैजनाले सबै सेन्ट्रल र स्टेट गभर्मेन्टले मिलेर काम गरेन भने धेरै नै समयको क्षति हुन्छ। त्यसकारण हामीले यो हिसाबले पनि माग गरेर चाहिँ हामीलाई र हामीले प्रायोरिटी सेक्टर राख्नु पर्यो कि हामीले के गर्ने। पहिला सिँचाइको सुविधालाई बढाउने, सिँचाइमा पनि हामीले के हेर्ने भने लो कस्ट टेक्नोलोजी, कम खर्चमा हामीलाई बढीभन्दा बढी एरियालाई कसरी सिँचाइ गर्न सक्छौँ त्यो हिसाबको कस्टनी एउटा हेरेर त्यो हिसाबले सुविधाहरू दिनु। हजुर ननुजी, मैले हजुरलाई बिचमै रोकेँ। त्यो मैले हजुरसँग के बुझ्न चाहेँ भन्दाखेरि अहिले प्रदेश सरकारले जे कुरा मन्त्रीज्यूबाट जे कुरा आयो कि कृषिको यो जुन समस्या अहिले देखियो, खेतीपातीमा जुन समस्या देखियो खडेरीका कारण, त्योसँग ट्याकल गर्नलाई जुन विषयहरू जुन कदमहरू उठाउनु पर्ने हो त्यो विषयमा उहाँले चर्चा गर्नुभयो। त्यसबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? उहाँको देखु बजेट मैले भविष्यमा बजेट काट गर्न उहाँले बजेटले नपुग्ने हुन्छ। स्टेटको बजेटले पुग्दै पुग्दैन। अहिले खरिदलाई मिटिगेट गर्नलाई कम गर्नलाई या त्यसलाई गर्नलाई धेरै कम त्यसकारण उहाँले प्रयोग माग्नै पर्छ। सेन्ट्रल गभर्मेन्टसँग माग्ने खरिदाको सिक्दै गर्न सकिन्छ त्यो कुरा। त्यही हिसाबले मैले पोइन्टहरू भने यो हामीलाई चिन्नु पर्यो। यो हाइलाइट मैले गरेर चिन्नु प्रब्लम एरियाको प्रोडक्सनको कुरा गरेर त्यस्तो कुराहरू सिस्टमेटिकली आफ्नो स्टेटको राखेर माग गर्ने हामीले हामीले ठिकैलाई माग गर्ने। अर्को मैले के भन्न छोडेको थिएँ, अहिले यो त जहिले पनि हामी कहाँ प्रब्लम आइरहन्छ, खास गरेर देशभरि नै हुन्छ। तर हाम्रो मध्य प्रदेशमा पनि कृषिलाई यहाँ त्यही मध्य प्रदेश कृषिमा ध्यान दियो भने हाम्रो मध्य प्रदेश धेरै उन्नति हुन सक्छ। त्यसकारण अब मेरो विचारमा सेक्टर गर्नु पर्यो, गर्नुपर्छ। मन्त्रीजीलाई के अनुरोध मैले गर्न चाहन्छु, कुनै एकजनाको दुई चारजनाको टेक्निकल एक्सपर्ट स्किल्ड मेन पाले होइन कि डेरीपति या जिते होइन जसको लाइफमा साइकेल स्टोरीहरू गएको छ। हजुर अब मन्त्रीज्यू अब तत्काल चाहिँ के गर्न सकिन्छ होइन?
मन्त्रालयबाट प्रदेश सरकारबाट के गर्न सकिन्छ, के तपाईँहरूले योजना बनाउनु भएको छ जुन चाहिँ तत्काल तपाईँहरूले चाहिँ कृषकहरूलाई राहत दिइदिनुहुन्छ, त्यसको लागि चाहिँ के गरिराख्नु भएको छ? होइन, तुरुन्त गर्न सक्ने होइन कि तपाईँहरूले चाहिँ तुरुन्त के चाहिँ गरिराख्नु भएको छ? हजुर, तत्काल हामीले गर्न सकिने के हो भन्दाखेरि हामीले यिनीहरूले केही मात्रामा हुन्छ भन्दाखेरि रुट रोकीमा कति छिटोभन्दा छिटो गर्न सकिन्छ। त्यहाँले टिबलहरू दलाल गरेर त्यहाँको किसानहरूले तत्कालको राहत पुर्याउने। त्यसको अर्को पनि त्यही त मन्त्रीज्यू छलफल गर्ने भइराख्नु भएको छ। अब खडेरी लागिसक्यो, प्रदेश सरकारबाट अझ सुक्खा क्षेत्र नै घोषणा भइसक्यो, घोषणा मात्रै गरेर चाहिँ वाहवाही गर्ने कि अब काम पनि हुनु पर्यो? हजुर, जस्तै प्रदेश सरकारले भर्खरै सुक्खा क्षेत्र पनि घोषणा गर्यो होइन मध्य प्रदेशलाई। अब घोषणा मात्रै गरेर छाडिदिने र अनि चाहिँ अनुरोध गर्ने, अपिल गर्ने केन्द्रलाई, स्थानीय तहदेखि सबै सरकारवालालाई सहयोग गरौँ भनेर होइन, त्यही नै गरेर छाडिदिने हो कि प्रदेश सरकारले आफू पनि केही गर्नु पर्यो? खानेपानीको क्षेत्रमा पनि हामीले होइन, मैले अहिले खानेपानीको कुरा गरेको होइन, कृषि क्षेत्रको कुरा गर्दैछु। अब यो तुरुन्तको तुरुन्त हुने कुरा चाहिँ टाइम त लाग्छ नि, बोरिङ गाड्दा पनि टाइमै लाग्छ भनेपछि के तुरुन्त हुँदैन। उहाँ विज्ञ हुनुहुन्छ, उहाँ त्यस क्षेत्रमा धेरै लामो समय काम गर्नुहुन्छ, उहाँलाई पनि थाहा छ। त्यस कारण हामी त्यो प्रयत्नशील छौँ। हामी अहिले पनि तपाईँलाई निवेदन गरेँ, हामीले यिनीले अब ज्ञान केन्द्रहरू मार्फतबाट सूचना जारी गरेर केही मात्रामा भए पनि किसानलाई राहत दिए, सिँचाइको लागि त्यहाँदेखि प्याकेज रूपमा लैजाने हामी त्यो तयारीमा छौँ। यो कृषिको अब यो सिँचाइको मात्र कुरा उठेर मात्र म अघि यो धेरै लामो कुरा होइन। हाम्रो उहाँले कुरा उठाउनु विज्ञ उहाँको कुरासँग म सहमत छु कि अब यो हरेक क्लाइमेट चेन्जको कारणले गर्दाखेरि अनावृष्टि हरेक साल भइरहेको र पानीको सतह पनि घट्दै गइरहेको छ। तेलङ्गानाको यहाँ पनि सुक्दै गइरहेको छ। त्यस कारणले चाहिँ अब कम पानीमा हुने जातका धानहरू पनि आइसके र एकदमै हाई टेम्परेचरमा पनि उत्पादन हुने जातका धानहरू पनि छ। उहाँले भने जस्तै अन्य फलफुल पनि छ, अरू पनि अन्य बालीहरू छ जो पनि हाई टेम्परेचरमा पनि र एकदम कम पानीमा सुकाउने ठाउँमा पनि उत्पादन हुने जातहरू आइसकेको छ। अब त्यस्तो जातलाई पनि हामीले किसान समक्ष पुर्याउनु पर्यो र किसानलाई काम गर्नु पर्ने लगाउनु पर्यो। यो खेती लगायो भने कम पानीमा भए पनि यो धानको जात चाहिँ हो। यहाँलाई मैले के निवेदन गरेँ, अब यो किनभने यो कृषि सम्बन्धी कार्यक्रम भएको हुन्छ, खालि सिँचाइको त कुराहरू गरौँ, तर हामीले हाम्रो मध्य प्रदेशमा कृषि क्षेत्रमा हामी कसरी आत्मनिर्भर गर्नु र मध्य प्रदेश सरकारले फिड द नेसन भन्ने क्याम्पेन चलाएको छ। यहाँ त्यही त फिड द नेसन क्याम्पेन चलाएको कि मधेसले देशलाई पनि खुवाउन सक्छ। त्यसको लागि मधेसले देशलाई खुवाउने कहिले हो त्यो त थाहा छैन। अहिले मधेसमा जो किसानहरू छन् उनीहरूले चाहिँ कसरी खाने हो, आफ्नो घर कसरी चलाउने हो, यो पालि त्यही समस्या छ नि होइन र। फिड द नेसन भनिराख्नु भएको छ, तपाईँहरूको नारा चाहिँ ठुल्ठुलो छ होइन। सपना हेर्नेको चाहिँ विकासको लागि सपना नहेरिकन कुनै पनि सफल कार्यक्रम अगाडि सपना भनेको पनि उहाँले आफ्नो विज्ञले भन्नुभयो नि, त्यो एउटा कसरी मधेसलाई अगाडि उठाउने र मधेसलाई आत्मनिर्भर बनाउने कि मधेसमा खेतीको लागि किसानलाई उर्वर भूमि हो। यसको लागि यहाँलाई जानकारी होला। भर्खरै मध्य प्रदेश सरकारले हामीले हाम्रो मन्त्रालयमा एग्रिकल्चर समिट गर्यो, त्यसमा चाहिँ देशको र विदेशको चाहिँ कृषिको चाहिँ विज्ञहरू पनि हामी समर्थन गऱ्यौँ र हामीले बेकायदा प्याकेज पनि हामी बनाएको कि 10 वर्षभित्रमा मधेसलाई धानकोमा, आलुमा, केरामा, टमाटरमा, माछामा, तपाईँको बाँसको आलुमा त्यसरी आत्मनिर्भर बनाउनु थियो। त्यो एउटा प्लानिङ हाम्रो मन्त्रालयले विज्ञहरू सारेको त्यस्तो कार्यान्वयन पक्षमा बिस्तारै प्रारम्भ हामी गर्छ। त्यस कारणले चाहिँ अब यो प्लानिङ त हुनेपछि प्लानिङ नभएको हुने छ। जस्तै अहिले उहाँले भनेको थियो हामीले मोरिङ्गाको खेतीको पनि अहिले ल्याएको, तपाईँको मखानाको खेतीको कुरा ल्याएको,
हामीले चाहिँ तपाईँको ड्रागन फ्रुटको पनि खेततिर पनि अगाडि साल जुन कोही उठ्यो त्यस कारणले प्रदेशले हाम्रो भूमि व्यवस्था कृषि सरकारले लागि र उत्पादन योग्यका लागि एउटा प्याकेजको रूपमा अगाडि बढ्ने र एउटा हजुर मन्त्रीजी एउटा मधेसमा के समस्या देखिएको छ भन्दाखेरि हजुर हजुर र उहाँ जस्तो विज्ञको हामीले परामर्श लिइराखेको अब र सिकाइको मिलेर कुरो हो मैले तपाईँलाई अघि नै निवेदन सिकाइ उहाँले पनि यसको बारेमा धेरै देखाएको छ सिकाइ हुने हो धारबाट हुने हो कतौबाट सिकाइ हो हजुर एउटा कुरा मन्त्रीजी एउटा कुरा के देखिन्छ मधेस भने नीति तथा कार्यक्रम हेर्ने हो भने त्यसका योजनाहरू हेर्ने हो भने बजेटका कुराहरू गर्ने हो भने जुन नाराहरू सुन्ने हो भने के नै होला जस्तो देखिन्छ के तपाईँले जुन अहिले भर्खरै कुरा गर्नुभयो नि फिड द नेसनको कुरा गर्नुभयो अन्य विषयहरूमा आत्मनिर्भर बनाउने कुरा समेत गर्नुभयो तर दुर्भाग्य चाहिँ के छ भने व्यक्ति चाहिँ आत्मनिर्भर भइ नरहेको अवस्था छ नि त यहाँ किनभने जो किसान अहिले खेतीपाती गरिरहेका छन् तपाईँ हेर्नुहोस् न अहिले चाहिँ बोतल लिएर चाहिँ पानी छड्किने काम गरिरहेका छन् किसानहरूले त्यस्तो किसिमको बिजोग अवस्था छ तिनीहरूको लागि के हो त के गर्ने उनीहरूको चाहिँ घर कसरी चाहिँ आत्मनिर्भर हुने हो त्यो व्यक्ति चाहिँ कसरी आत्मनिर्भर हुने हो त्यो विषयमा कतै न कतै निराशाजनक जवाब आएको मैले चाहिँ महसुस गरेको तपाईँ चाहिँ योजनाको कुराहरू ठुल्ठुलो गर्नुभयो तर अहिले जो पिँढी छन् तिनीहरूको विषयमा चाहिँ के छ उनीहरूको चाहिँ घरको चुलो बल्ने कि नबल्ने अझ यो पालि चाहिँ उनीहरूको उत्पादन भएन भने तिनीहरू चाहिँ के गर्ने हो त्यसको विषयमा के छ जवाब मन्त्रीज्यू होइन भने तपाईँले बारम्बार मैले भनिसकेँ मेजर कुरा तपाईँ टाइमको ठाउँबाट मैले टाइम टु टाइम कुराहरू धेरै त्यो उठाइसकेँ अब अहिले तत्कालको कुरामा गर्दैछु योजनाको हजुर अहिले तत्कालै गर्न सक्ने हो यदि छिटोभन्दा छिटो गर्ने हो त्यही त गर्ने हो भनिराख्नु भएको छ क्या तपाईँहरू चाहिँ अब खडेरी आएको त आज आएको त होइन मन्त्रीजी सुन्नु न खडेरी चाहिँ आज आएको होइन नि खडेरीको कुरा त हजुर होइन उद्देश्य भयो के मन्त्रीजी उद्देश्य मैले तपाईँसँग मैले उत्तर पाइरहेको छैन के उद्देश्य यो छ स्यालो ट्युबवेल गाड्ने उद्देश्यदेखि अन्य उद्देश्यहरू छन् यसको लागि सरकारसँग छलफल गर्ने कुरा पनि गरिराख्नु भएको छ मैले जवाब पाइनँ मन्त्रीज्यू मैले भन्न खोजे के भन्दाखेरि अहिले जो पिँढी छन् तिनीहरूलाई तत्काल के गर्नुहुन्छ के जस्तो अहिले चाहिँ किसानहरू बोतल लिएर पानी छड्किँदैछन् भने तिनीहरूलाई के गरिदिने ट्याङ्की पठाइदिने हो कि के गरिदिने हो के तपाईँहरूले त्यो पो मैले जवाब खोजेको यो पिछाडिको लागि तुरुन्तको भन्न सकिँदैन यस्तो भनेको प्लानिङ जाने पर्ने कुरो हो तुरुन्त डिप ट्युबवेल तुरुन्तै एकैछिनमा गाड्न सकिने कुरो चाहिँ होइन हामीले सकेसम्म सक्यौँ भने स्यालो ट्युबवेल दिएर हाम्रो बजेटको परिधितिर गएर दिन सके त्यति मात्र कहिले चाहिँ गर्नुहुन्छ यो काम चाहिँ कहिले हुन्छ कसैको समाधान त्यही हो कि सिँचाइको हो हजुर ननु सर हजुर भन्नुहोस् म यसमा अलिकति म केही कुरो थप्न चाहन्छु मन्त्रीजीले कुरा गर्नुभएको ठिकै हो मात्रै गर्न सक्नुहुन्छ भाषण दिएर पनि त्यही हुन्छ होइन त्यही त 7 वर्षमा के भयो त के 7 वर्षमा त देखिहाल्यो नि एकचोटि खडेरी पर्दाखेरि यस्तो अवस्था छ बाढीले त पीडा त थियो नै मलाई हजुर हजुर मैले के भन्नु खोजेको उहाँले के भन्नु हुँदैन यता तिनवटा धानको धेरै भेराइटीहरू तुरन्तै जस्तो पहिला भेराइटीहरू सरेपछि 45 दिनमा थोड़ा हार्भेस्ट गरिन्छ त त्यस्तो भेराइटीहरू फार्महरूमा छ कहीँ अभाइलेबल छ बिराजभरिमा त्यस्तो भेराइटीहरूलाई कलेक्सन गरेर ल्याउने किसानहरूलाई दिने जो भेराइटी लगाउनुहोस् गरे 1-2 महिनामा मात्रै तपाईँलाई हुन सक्छ त्यसको एउटा प्रमोट गर्नलाई सुविधा सम्भव छ अर्को के गर्ने तपाईँको सिँचाइको जस्तै जहाँ जे सुविधा छ बाँध पहिले बाँधेर वा कहीँबाट गरेर के छ तुरन्त गर्न सक्ने
त्यो पनि ठुलो नाला के गरेर कहाँबाट डाइभर्ट गर्न सकिन्छ फ्रीमा गर्ने र बोर्डिङमा गर्नु ठिकै छ। बोर्डिङमा कहिलेकाहीँ सक्सेस हुन्छ, कुनै बेला सक्सेस हुँदैन, त्यो हेरेर केही टाइम लाग्छ त्यो प्रोसेसमा परिषदमा। त्यस्तो कुराहरूलाई तुरन्तै सञ्चालन गर्ने के गर्न सकिन्छ र कहिलेकाहीँ के हुन्छ भने गभर्मेन्टले अब सरकारले के गर्नुपर्छ भने कुरो भर्खरै स्टक राख्नुपर्छ। जस्तै भर्खरै स्टक मतलब भने के हुन्छ भने कुनै कुरो इमर्जेन्सी सिचुएसनमा अब किसानसँग छैन कुनै भेराइटी, जस्तै भोलि गएर हामीलाई भन्न गहुँको नि स्कार्सिटी पर्ला, गहुँ त अब अहिले तपाईँको भयो, गहुँ त खेतीमा धेरै हुने जसले जेनरल तपाईँको भन्न के अरे 2000 मेट्रिक टन मध्य प्रदेशमा खपत हुन्थ्यो हामीहरूको केही कृषि सामग्री वा डिभिजन कम्पनी हुँदाखेरि 2000 टन मधेसमा हुन्थ्यो भने खरेडी सजिलै पऱ्यो भने 4000 मेट्रिक टन चाहिन्छ। के गर्छ धेरै आइटीमा, किनकि धान खेती भएन। अब किसानहरूले के गर्छ, गहुँ छर्न सक्छ, त्यही त केही उत्पादन हुन्छ। तुरन्तै सरकारले पनि गर्नु पर्यो, सेन्ट्रल गभर्मेन्टले अथवा मध्य प्रदेश सरकारले आफै राख्नुपर्छ। हामीले म हुँदाखेरि तपाईँको हजुर अब अन्त्यतिर पनि आइसकेका छौँ। हजुर अन्त्यतिर पनि आइसकेका छौँ। अब मन्त्रीज्यू जसरी तपाईँले भनिराख्नु भएको छ कि यो गर्न सकिन्छ, यो योजनाहरू ल्याउन सकिन्छ, यसरी चाहिँ राहत दिन सकिन्छ भन्ने कुरा हो। मेरो एउटा कुरा के छ भन्दाखेरि 7 वर्ष भयो नि त प्रदेश सरकार भयो होइन। अब यस्तो खडेरी आउन सक्ला, यस्तो हुन सक्ला। अब जसरी तपाईँले अहिले भनिराख्नु भयो, अहिले त भर्खरै तपाईँले भन्नुभयो कि यो त आइहाल्यो कि अब तत्कालै कसरी गर्न सक्ने, तत्कालै धेरै ठुलो काम त गर्न सकिँदैन, सिँचाइ त पुर्याउन सकिँदैन तत्कालै। तर 7 वर्ष चाहिँ मधेस सरकारले चाहिँ के गर्यो त भन्ने प्रश्न त उठ्यो नि अहिले आएर होइन। अहिले गर्न सकिएन, ल ठिक छ, तर 7 वर्ष त ठुलो समय हो, यस्तो हुन सक्ला, खडेरी पर्न सक्छ, त्यो बेला के गर्ने भनेर चाहिँ योजना नदेखिएको योजना ठुल्ठुला भए पनि कार्यान्वयन नभएको त देखियो नि होइन र। खास गरेर कृषि मन्त्रालयले हाम्रो चालु ट्युबवेल गर्ने होइन, ठुल्ठुलो डिप ट्युबवेल सिँचाइ मन्त्रालयले गर्ने हो, ठुल्ठुलो स्ट्रक्चरका कुरा सिँचाइ मन्त्रालयले गर्ने। एउटा खोलामा बाँध बाँध्नको लागि पनि तपाईँको 6-7 करोडभन्दा कम लाग्दैन। यसपालि हामीले कृषिको ऐन बनायौँ, यो 7 वर्ष भयो अनि प्रदेशमा चाहिँ कृषिको ऐन थिएन, त्यसलाई यसपालि हामीले कृषि मन्त्रालयको ऐन बनाउँदाखेरि एक समस्यालाई नजर गर्दै हामीले पैनी, पक्की बाँध र साना साना पक्की बाँधको पनि कृषि मन्त्रालयले गर्न सक्ने कानुनमा हामीले व्यवस्था गरेर लागेको। अब अघि पनि निवेदन गर्नु, एउटा ठुलो बाँध बनाउन 7 करोड 8 करोड खर्च हुन्छ। तपाईँ कृषि मन्त्रालयको बजेट हेर्नु, त्यो बजेटले घाट्छ। त्यसकारण समस्या छ, म आफै पनि भन्छु। हामी बिहानदेखि बेलुकासम्म हुँदाखेरि किसानका कुरा गर्छौँ, कृषिका समस्याको कुरा गर्छौँ, उत्पादनका कुरा गर्छौँ। हामी यो पनि भन्छौँ मधेस सबैभन्दा कृषिको उत्पादन स्रोत हो, अझ देशलाई नै खुवाउने, फिड द नेसन होइन, देशलाई नै खुवाउने हामी भन्छौँ। तर हाम्रो साधन स्रोत बजेटिङमा हामी गर्दाखेरि तपाईँले चाहे सङ्घीय कृषि मन्त्रालय होस् चाहे प्रदेशको कृषि मन्त्रालय होस्, त्यो बजेट बनाउँदाखेरि बजेट चाहिँ न्यून भएको छ। त्यस कारणले यसमा सबैले ध्यान पुर्याउनु पर्छ सरकारलाई र कृषिमा लगानी हामीले अब के देखियो भने यो समस्या समाधानको लागि कृषि क्षेत्रमा लगानीको चाहिँ वृद्धि गर्नु पर्यो, सिँचाइको क्षेत्रमा वृद्धि गर्नु पर्यो। जस्तै अघि बिउ बिजनका कुराहरू, बिउ बिजनको लागि चाहिँ स्टक गर्ने कुराहरू गर्नु पर्यो। किसानहरूलाई चाहिँ अब कैसे धान उत्पादन भइरहेछ, धान भिजेर वर्ष 28मा गयो, यसपालि एकदम कम भयो, त्यसको स्टकको गर्ने व्यवस्था गर्नु पर्यो। यो समस्याहरू छ, यो कुराहरू छ, यसलाई प्लानिङलाई एउटा हजुर। अब हामी अन्त्यतिर आइसकेका छौँ र यो मन्त्रालय तपाईँको साधन स्रोतको आधारमा जे जति पाएको छ त्यसको आधारमा चाहिँ हामीले काम गरिराख्नु भएको छ। हजुर अन्त्यमा छौँ हामी। ननुजी तपाईँ के भन्नुहुन्छ, तत्काल के गर्नु पर्यो? अहिले त खडेरी आइसक्यो, किसानहरू समस्यामा छन्, एउटा त्यो कुरा भयो। अर्को अब जुन बाली नालीको क्षति हुनेवाला छ तिनीहरूले राहतमा चाहिँ के पाउने होला? सरकारले चाहिँ प्रदेश सरकारले के गर्न सक्नुपर्ने छ? जुन तत्कालका कुरा, योजना कुरा अहिले छोडिदिउँ, योजना कार्यान्वयन नभएको देखियो यहाँ, किनभने 7 वर्ष बित्यो के पनि भएन जस्तो देखियो नि त। अहिले योजना कुरा नगरौँ, अहिले के गर्न सकिन्छ अहिले तत्कालको कुरा गरौँ, किसानलाई राहत पुग्छ।
यदि तपाईँको सर्ट ड्युरेसन क्रपको भेराइटी खालको भेराइटी छ त्यो कम दिनमा हुने त्यस्तो भेराइटीहरू कहाँ छ भने खोजे गरेर स्टक गरेर फार्ममा वा कुनै प्राइभेट कम्पनीसँग वा पब्लिक सेक्टरसँग कहाँ छ त्यो सर्ट ड्युरेसन कोरिएर राख्ने यदि त्यो हिसाबले कसै किसानलाई जहाँ चाहिन्छ त्यो हिसाबले दिने कि ल मैले समयको गर्नु भएन अब यो क्रप छ यत्रो दिनमा हुन्छ त्यसले गर्दा यो गर्नु त्यो भेराइटीहरूलाई वितरण गर्ने एउटा पहिला र दोस्रो तपाईँको के गर्नु भने अर्को तपाईँको यो सिँचाइको सुविधा जुन भने नि तत्काल पुग्ने पानी कहाँबाट के पानीहरू डाइभर्ट गर्न सकिन्छ जस्तै भनिरहेको क्यानलहरू छ नि नारायणी सिँचाइ योजना वा कुम्भकर्ण सिँचाइ योजना यो हिसाबले तत्काल पनि गएर कहाँबाट गर्न कमलाको पानीमा पनि गएर कुनै डाइभर्ट गर्न सकिन्छ कुनै पानीलाई निष्ठा गरेर सिँचाइको सिँचाइहरू अपनाउने जुन सम्भव छ त्यो कुरो तत्काल गर्नलाई र अर्को कुरो मैले के भन्न चाहन्छु कि अहिलेदेखि नै मन्त्रीजीहरूले सबै मन्त्रालयले हामीले धानको खेती भएर भने विन्टर क्रपको लागि हामीले अहिलेदेखि नै बिउको व्यवस्था र मलको व्यवस्था राम्रोसँग गरेर राख्नुपर्छ किनकि त्यो बेला स्कार्सिटी हुन्छ धेरै बिउ चाहिन्छ हरेक वर्ष जस्तै परेको छ विभिन्न खरिद गर्यो भएन भने विन्टर क्रपमा तपाईँको सिडको डिमान्ड आइदिन्छ त्यो बेला एरिया हजुर हामीले लिएर जानुपर्छ यदि एरिया हो यो क्रप भने हामी नेक्स्ट विन्टर क्रपमा लिएर राम्रोसँग जानुपर्छ जाने गर्दा लसलाई हामी मिटिगेट गर्न सक्छौँ नत्र सम्भव हुँदैन। हजुर मन्त्रीज्यू अन्त्यमा छौँ हामी अन्त्यमा छौँ मन्त्रीज्यू के गर्नु छ अब चाहिँ राहतको विषयको कुरा गर्ने हो भने अब क्षति त भइसक्यो हुनेवाला छ भइरहेको छ होइन यस्तो क्रम चाहिँ अहिले चलिरहेको छ अब उनीहरूलाई जो चाहिँ समस्यामा पर्नेवाला छन् या पढिसके तिनीहरूका लागि चाहिँ मध्य सरकारले के चाहिँ राहतको प्याकेज कस्तो ल्याउँदैछ उनीहरू चाहिँ राहत कसरी तपाईँहरूले उपलब्ध गराउनुहुन्छ न्यायोचित ढङ्गले के छ योजना अब यो कस्तो छ भन्दाखेरि यो अझ पनि आशा गरौँ उहाँ हाम्रो विज्ञ हुनुहुन्छ उहाँले पनि अघि कुरा गर्नुभयो अझै पनि साउनभरि हो अझै पनि आशा गरौँ साउनभरिमा पनि पानी पर्दियो भने धानको रोपाइ गर्न सकिन्छ हामी अब म पनि किसान हो तपाईँ पनि किसानै हो मेरो पनि खेतीपाती हुन्छ त्यस कारणले त्यो आशा गरौँ यदि भएन भने यदि त्यस्तो खडेरीको अवस्था आयो भने अब त्यसमा चाहिँ सङ्घ सरकार प्रदेश सरकार र स्थानीय सरकार तीन तहको सरकार छ तीनै तहको सरकारले यसमा समन्वय गरेर कृषकलाई चाहिँ राहत प्याकेजको रूपमा केही न केही गर्नैपर्छ नगरिकन त के हुन्छ त्यो गर्नैपर्छ भनेपछि के हुन्छ त्यो कुरा अहिले पनि निश्चित चाहिँ हुने अवस्था भएन भनेपछि पीडामा परेका किसानहरूले के पाउने हुन् अब भोलिको दिन अहिले कसरी पाउन सकिन्छ अहिले त समय छ नि साउनसम्ममा आएर यदि त्यस्तो अब हुँदै भएन भने मैले भनिहालेँ तिनटै तहको सरकारले समन्वय गरेर जे उचित हामीले किसानलाई दिन सक्छौँ गर्न सक्छौँ मैले यदि सङ्घ सरकारले गरेन छ भने त्यो बेला चाहिँ प्रदेशले पनि गर्छ डिङ हाँक्ने मान्छे भइरहेको त्यो भाषण गरेर डिङ हाँकेर मैले अहिले यो गर्दैछु त्यो गर्दैछु भन्ने खालको मान्छे होइन त्यो परिस्थिति आयो भने प्रदेश सरकारले पनि सङ्घ सरकारसँग पनि कोर्डिनेसन गरेर स्थानीय तहहरू पनि सरकार छ तिनै तहसँग समन्वय गरेर किसानलाई के राहत प्याकेज दिन सकिन्छ त्यो बेला अहिले त हाइपोथेटिकल कुरा हामी गर्न सक्दैनौँ अझै समय बाँकी नै छ हामीसँग जस राहत चाहिँ दिनुहुन्छ त्यति त भन्नु न मन्त्रीज्यू राहत चाहिँ दिनुहुन्छ राहत त दिनुहुन्छ होइन तर के कस्तो दिनै पर्छ होइन दिनुहुन्छ भने प्रदेश सरकार दिन्छ भन्ने कुरा भन्नुहुन्छ राहत हजुर हस् त धन्यवाद दुवैजनालाई धन्यवाद धन्यवाद हस् धन्यवाद नमस्कार